सो गाइज हामी चाहिँ यहाँ आइसक्यौँ आधी बाटोमा। गाइज यहाँ चाहिँ बाँस हार्यो हो। यहाँ यत्रो ठुलो सर्प बस्छ गाइजहरू। हामीलाई चाहिँ सिधै निल्न पनि सक्छ गाइज। भर्खरै भ्यागुदा गयो है। यहाँ चाहिँ धेरै यहाँको चाहिँ चाहिन्छ भने छ उता यहाँ छ धेरै डाफिनिया। गाइज देखिरहनु भयो होला डाफिनियाको त कमी छैन। यहाँनिर सर्प बस्छ गाइजहरू। त्यही भएर साइडबाट निकाल्नुपर्छ है गाइज। गाइज हामी बाटोमा जान्छौँ। हामीले एउटा ठाउँमा माछा र हाम्रो फुटबल राखेको छौँ है गाइज। हामी त्यो लिग्न जान लाग्छौँ अब। त्यही तल छ बट्टामा हामीले अघि नै समातेको, मिन्स मैले एक्लै समातेको। मैले पनि समातेको घरमै छ गाइजहरू 5वटा। हामीले हिजो समातेको चाहिँ सबै भागेछ क्या। हामीले नछोपेर एउटा भाग छ। हिजो हामीले किङ क्र्याब देखाएको थियो त्यो सब भागेछ। आज एउटालाई हामीले उद्धार गर्यो गाइजहरू। गाइज थियो ठुलो त्यहाँ छ ठुलो। गाइज यस्तै पलबाट कङ्गडोहरू निकाल्छौँ हामीले। तर यो अलि ब्लड छ त्यसै यस्तै गरी हामी जाँदैछौँ। गाइज यहाँबाट मैले ठिक्कको निकालेँ। मैले गङ्गडो निकालेको थियो ठिक्कको। यहाँ पनि एउटा दिलो छ गाइजहरू। यहाँ पनि अघि मैले देखेको थियो गाइजहरू। मैले यहाँबाट ठिक्कको पाएको थिएँ है। अनि यहाँ उठाएको त्योभन्दा अलि ठुलो पाएँ कि यहाँ चाहिँ है गाइज। म यहाँ आवर भ्लग इज भेरी बोरिङ। हेर्नु चाहिँ पर्छ है फेरि। अन्डी मन्डी सन्डी मेमा हेरेर नि कोही भएको छैन त्यो गाइजहरू। यहाँ क्र्याब छ स्योर। हामीले त्यहाँ बोतलमै राखेर गएको थियौँ। त्यही राखेर गएको थियौँ। अब खै गाइज हेरौँ है। यता भागिसक्यो गङ्गडो। भाग्यो नि हो देखा थिइस् गाइज। यो चाहिँ बेइमानी हो। यसले जे पाइले भन्छ है। अरे है क्या मैं है तलवेरी।